सङ्घका साथीहरू यसरी भेट्न पाएका छौँ। मेरो यो सिकाइ भोगाइ सबै कुराहरू चाहिँ मैले राष्ट्रिय मगर सङ्घबाटै सिकेको हो र म अहिले पूर्व उपमेयर भएर बस्दै गर्दाखेरि त्यहाँसम्म आउने र यो अहिले जनजाति महासङ्घको केन्द्रीय कोषाध्यक्ष हुँदासम्मको वातावरण पनि यही राष्ट्रिय मगर सङ्घले नै बनाएको हो। यहाँ कुसुम दिदीदेखि यहाँसम्मका दाइहरू सबै दाइहरूले चाहिँ हामीलाई त्यसरी प्रमोट गर्दै आउनु भएको हो। हामीले राम्रो गर्दाखेरि प्रशंसा गर्ने र अलिकति केही गर्न लाग्यो भने चाहिँ ल है नले सक्छ भनेर प्रेरणा दिने र यो अब राष्ट्रिय मगर सङ्घको मात्र होइन, यो देशको नेतृत्व लिने पनि तिमीहरू बन्नुपर्छ है भनेर उत्साह ऊर्जा भरिदिने काम पनि यही राष्ट्रिय मगर सङ्घले नै गर्थ्यो। यो राष्ट्रिय मगर सङ्घले मलाई मात्र उत्साह ऊर्जा भर्ने काम होइन, यहाँ चाहिँ हामी सबै मगरहरू सँगसँगै हामी आदिवासी जनजातिलाई पनि उत्साह भर्ने काम गरेर हामीलाई यो अहिले पार्टीले यो जनजातिलाई पनि हाल्न सक्छ मगरहरूले भनेर अहिले ओम थापा मगरलाई यो लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको संयोजक बनाएर उहाँले साँच्चीकै गरेर पनि देखाउनु भयो र यो अधिवेशन गरेर फेरि पनि यो भातृ सङ्गठनहरूमा सबैभन्दा पहिला लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले अधिवेशन गरिसकिसकेपछि पनि सबै ठाउँमा फेरि प्रशिक्षण सुरु गर्नुपर्छ भनेर गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि यो प्रशिक्षणको कामहरू सकाइसक्नु भएको छ। त्यसैले यो राष्ट्रिय मगर सङ्घ भनेको हाम्रो एउटा नेपाली काङ्ग्रेसलाई ऊर्जा भर्ने ठाउँ हो, जहाँबाट हामी धेरैजनाहरू नेतृत्व गर्दै र हामीले आफ्नो समुदायको सँगसँगै हामीले देशकै नेतृत्व गर्ने ठाउँमा पुग्नका लागि सबैले आफ्नो ठाउँबाट सक्रिय भूमिका पनि खेल्नु भएको छ। जस्तो अब हाम्रो दिदीले पनि अघि धेरै कुराहरू गर्नुभएको थियो, हामी सानो छँदाखेरि धेरै कुराहरू सिकाउनु भएको थियो, तपाईँहरूलाई चाहिँ ठाउँले अवसर दियो तर हामीले चाहिँ ठाउँले गर्दा हामी पछि पढ्यो भन्ने खालको कुराहरू पनि गर्नुभएको छ दिदीले। त्यसैले म सबैजनालाई भन्न चाहन्छु यो राष्ट्रिय मगर सङ्घ भनेको एउटा हामीलाई सिक्ने ठाउँ र सिकाउने ठाउँ हो। मैले काङ्ग्रेसमा अहिले हेर्दै गर्दाखेरि साँच्चीकै हाम्रो अभिभावक भनेको नेपाली काङ्ग्रेसको पार्टी भन्दा पनि हाम्रो राष्ट्रिय मगर सङ्घ नै हो भन्ने मलाई लाग्छ। किनभने यो संविधानले हामीलाई बहुजाति बहुभाषिक बहुधार्मिक भनेर संविधानको धारा 3, 6, 7 अनि धारा 32, धारा 51, धारा 56मा हाम्रो संस्कार संस्कृतिको कुराहरू गरे तापनि हाम्रो प्रथा परम्पराको कुराहरू गरे तापनि यो चाहिँ सबै कार्यान्वयन हुन सकेको छैन। त्यसलाई नेपाली काङ्ग्रेसले पनि हामी कार्यान्वयन गर्छौँ, हामी आदिवासी जनजातिका संस्कार संस्कृतिहरूलाई संरक्षण गर्छौँ भने तापनि यो के अरे नेपाली काङ्ग्रेसले पनि त्यो जुन संविधान अनुसार भनेको छ, जुन नीति नियममा छ त्यसलाई चाहिँ गर्न सकेको छैन। त्यसैले यो राष्ट्रिय मगर सङ्घले यसलाई अगाडि बढाउनका लागि जुन अहिलेसम्म यो सक्रिय भूमिका खेलेको छ, अबको दिनमा पनि जुन यो पहिलो अधिवेशनबाट यो नेतृत्व आयो, अबको यो तेस्रो अधिवेशनमा जाँदै गर्दाखेरि अघि दाइले भने जस्तै अब हामीले यो नेतृत्वले अबको नयाँ नेतृत्वले चाहिँ जुन यहाँ हामी छौँ, यहाँ आज हामी उपस्थित भएका छौँ, यसको तिर्वल चौडल हुने गरेर हामी क्वान्टिटीमा मात्र होइन क्वालिटीमा पनि आउने गरेर त्यो खालको नेतृत्व बनोस् भन्दै मभन्दा अग्रजहरू यहीँ हुनुहुन्छ, उहाँहरूले अझै धेरै कुराहरू भन्नुहुनेछ। नयाँ आउने साथीहरूलाई पनि जुन यहाँ भर्खरै मैले 2जना बहिनी दिदीहरू बोलेको पनि देखेँ, उहाँहरू चाहिँ उपमेयर भएर उपाध्यक्ष भएर जनप्रतिनिधि भएर आइसक्नु भएको छ। सुरुमा हामीले यो राष्ट्रिय मगर सङ्घमा लाग्ने बेलामा 2-4जना दिदीहरूलाई मात्र हामीले देख्थ्यौँ र हामी पनि ल 1-2जना ल यो दिदीबहिनीहरू भनेर महिलालाई हातमा गर्ने खालको हामी चाहिँ राष्ट्रिय मगर सङ्घमा हामी दिदीबहिनीहरू थियौँ। जुन दिदीबहिनीहरू हातमा गर्ने दिदीबहिनीहरू आज हाम्रो उपस्थिति धेरै छ र बोल्ने सङ्ख्यामा पनि जनप्रतिनिधि भएर आइसक्नु भएको छ। यो हाम्रो एउटा प्रगति पनि हो र हामी यो महिलाको सहभागिता पनि हो, जुन कि सुरुमा घरबाट निस्किनको लागि डराउनु पर्ने दिदीबहिनीहरू अहिले चाहिँ अब धेरैजनामा न कसले बोल्ने कसले नेतृत्व गर्ने भन्ने ठाउँमा हाम्रो मगरहरू पनि आइसक्नु भएको छ। त्यसैले यो चाहिँ यो उपस्थिति यो सक्रियता सधैँ निरन्तरता रहोस् भन्दै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै फेरि पनि सक्षम नेतृत्वलाई अबको कार्यकाल अझै राम्रोसँग आफ्नो होला शुभकामना दिँदै म बिदा हुन्छु र हजुरहरूको साथमा म सधैँ रहने पनि छु भन्दै म बिदा हुन्छु। धन्यवाद। जय नेपाल।